क्रस गरेका नानीहरू जसले चाहिँ अब के गर्ने भन्ने अन्यलमा पनि हुन्छन् उनीहरू। त्यसमा चाहिँ विद्यार्थीहरूले विशेष गरी एक्जाम सकिने बित्तिकै अहिले छुट्टीको सदुपयोग गर्दै होलान् हैन। एक दुई दिन अलिकति फ्रेस पनि हुनुपर्छ उनीहरूलाई। त्यो स्कुलमा बसेर पढ्दा एक खालको भारी बोझ पनि भएको हुन्छ। त्यसलाई चाहिँ एक दुई दिन उनीहरूले आफूलाई फ्रेस बनाउने। फ्रेस बनाइसकेपछि विभिन्न ब्रिज कोर्सका सेन्टरहरू छन् हैन, ती ठाउँमा गएर चाहिँ उनीहरूले चाहिँ सम्पर्क गर्ने। विशेष गरी अब अहिले जस्तै प्लस टूहरूले त त्यसरी मलाई जहाँसम्म लाग्छ ब्रिज कोर्सै राखेर या चाहिँ नानीहरूलाई पढाउने त्यस्तो खालको कुनै योजना कसैले ल्याएको होला। त्यो प्लस टूले ल्याउनु त्यति सान्दर्भिक उचित पनि हुँदैन। त्यस्ता ठाउँहरू छन्, एकाडेमिक सेन्टरहरू छन् हैन। एजुकेसनका लागि चाहिँ उहाँहरू बस्नु भएको छ, परामर्श दिनुहुन्छ। त्यहाँ गएर बुझेर चाहिँ नानीहरूले जुन विषय पढ्ने हो, साइन्स पढ्ने हो कि म्यानेजमेन्ट पढ्ने हो कि म्यानेजमेन्टभित्र पनि अनेक छन्, होटल म्यानेजमेन्ट पढ्ने हो कि जनरल म्यानेजमेन्ट नै पढ्ने हो कि कम्प्युटर राखेर पढ्ने हो कि साइन्स पढे पनि कुन विषय चाहिँ उसले फोकस गर्ने हो हैन। फिजिक्स केमिस्ट्री भयो सन्तोष सर। हजुर, खास गरी साइन्स पढ्नको लागि विद्यार्थीले चाहिँ जस्तो कक्षा 10 सम्म कुन विषय लिएको हुनुपर्छ अथवा म्यानेजमेन्ट पढ्नको लागि कुन विषय लिएको हुनुपर्छ हैन? त्यस्तो 10 सम्म यही नै विषय लिएर पढ्ने भन्ने सहज चाहिँ कस्तो हुन्छ? जस्तै अब कसैले अप्सनल म्याथ लिएर पढेका हुन्छन् हैन। तिनीहरूले चाहिँ भोलि चाहिँ म्याथ नै पढ्छु हैन, फिजिक्सतिर जान्छु भन्ने उनीहरूले एउटा बनाएका हुन्छन् कसैले भने। अब त्यस्तो यही विषय लिएर पढ्दा हुन्छ भन्ने भएन, किन 10 सम्मको एक खाले हुन्छ। 11 मा आएपछि अलिकति चेन्ज, थोरै चेन्ज हुन्छ। अनि अब टोटली चेन्ज चाहिँ होइन है, फेरि रिलेटेडै छ अहिले चाहिँ 9, 10, 11, 12 चाहिँ, किनभने माध्यमिक लेभलको बनाएको छ सरकारले। पाठ्यक्रम पनि त्यही तरिकाले उनीहरूले चाहिँ परिमार्जन गरेर चाहिँ बनाउने काम भएको हुनाले गर्दा पाठ्यपुस्तक पनि त्यस्तै छ। अहिलेको समयमा अब ठ्याक्कै तपाईँले कुराकानी गरिरहँदाखेरि विद्यार्थीहरूलाई कहाँ पढ्ने, कुन विषय पढ्ने होइन, कसरी पढ्ने भन्ने अनिवार्यताहरू छन् होइन। अब यो किनभने एक खालको 10 कक्षा उत्तीर्ण गरिसकेपछि अब बाहिर आयो नि त विद्यार्थी। अब अभिभावक एउटा चाहना हुन्छ, विद्यार्थीको अर्को चाहना हुन्छ होइन। यो दुईटा कुराले गर्दाखेरि विद्यार्थीले पनि डिसिजन गर्न नसक्दा र अभिभावकको चाहना पनि बढी हुँदाखेरि विद्यार्थीले त भने जस्तो विषयवस्तुहरू चोइस गर्न नसकेको, जसले गर्दाखेरि विद्यार्थीको पछि क्यारियरमै असर गर्ने त्यस्ता कुराहरू पनि आउँछन्। यसलाई कसरी चेप्ने होला? त्यो चाहिँ कस्तो हुन्छ भने बच्चाहरू, पहिलो कुरा त अभिभावकले के बुझ्नुपर्छ भने मेरो बच्चाको खुबी, मेरो बच्चाको इन्ट्रेस्ट कतिको विषयसँग, जुन विषय उहाँहरूले फोकस गर्दै हुनुहुन्छ। मेरो बच्चाले चाहिँ साइन्स पढिदियोस् अनि डक्टर बनोस् भन्ने चाहना अभिभावकको हुनु स्वाभाविक हो। मेरो बच्चाले चाहिँ होइन म्यानेजमेन्ट नै पढोस्, चार्टर्ड एकाउन्टेन्ट बनोस्, या चाहिँ बिएचएम गरेर चाहिँ भोलि चाहिँ एमएचएम गरेर चाहिँ एउटा चाहिँ हस्पिटालिटीको क्षेत्रमा चाहिँ प्रख्यात बनोस्, या फिजिक्स इन्जिनियरिङको सेक्टरमा जाओस्, आइटी विज्ञ होस्। अब हुन्छ नि त अहिले देखेर समाजमा यति धेरै चाहिँ विशेषज्ञहरू देखिराख्नु भएको हुन्छ। अनि यही बनोस् भनेर उहाँहरूले फोकस गरिरहँदा पनि बच्चामा के हुन्छ भने बच्चाको क्वालिटी कस्तो छ त्यो कुरालाई हेर्नुपर्छ। तर यो होइन कि बच्चा चाहिँ क्वालिटी भएका बच्चाले मात्रै अलिक कठिन सब्जेक्ट पढ्न सक्छन् भन्यो। सब्जेक्ट चाहिँ कठिन र सरल भन्ने नै हुँदैन, उनीहरूको रुचि चाहिँ हेर्नुपर्छ हामीले। बालबालिकाको बच्चाको रुचि चाहिँ उसको रुचि केमा छ। अब विषयवस्तुको प्रसङ्ग त आइहाल्यो होइन, रुचि अनुसार अभिभावकले पनि बालबालिकालाई अथवा आफ्नो छोराछोरीलाई पढाउनु त्यसै गरी मोटिभेसन गर्नु पर्यो नि होइन। उसले चाहिँ म साइन्स पढ्न सक्दिनँ भन्दैछ भने म्यानेजमेन्टमा पनि त अनेक अथाह सम्भावना छन् नि त, व्यवस्थापनमा अनेक सम्भावनाहरू छन्। त्यो पहिचान गरेर चाहिँ अघि मैले जोड्दै थिएँ ब्रिज कोर्सहरू होइन, पुलको काम गर्ने यहाँ चाहिँ संस्थाहरू छन्। त्यहाँ गएर चाहिँ धरानमा 3-4टा नाम चलेका राम्रा चाहिँ इन्स्टिट्युटहरू छन्। त्यहाँ गएर बच्चाले चाहिँ 1 महिना 2 महिना यो बरा लिएर कुद्नु, बाहिरी यताउतिमा जानुभन्दा चाहिँ यहाँ रहेका उता टप युनिभर्सल भन्ने छ, स्टार वर्ल्ड भन्ने चाहिँ यहाँ पर्तिर होइन। त्यस्तै धरानमा अरू पनि छन्, क्याम्ब्रिज छ लगायतका ब्रिज कोर्सको गराउनुहुन्छ। अरू साथीहरूले चाहिँ हाम्रो लालीगुराँस भन्ने छ अलिक पर। त्यस्ता थुप्रै यहाँ चाहिँ एजुकेसन सेन्टरहरू छन् जसले चाहिँ बच्चालाई त्यो दिग्भ्रमित हुनबाट बचाउँछ। हामीले समयको सदुपयोग हामीले उनीहरूलाई चाहिँ हेड टु हेड गरेर चाहिँ स्कुलका सरहरूले यो हो यसो हो भन्ने भन्दा पनि उहाँहरूकोमा पुगे बच्चा भने चाहिँ होइन, अभिभावकले पनि के बुझ्नु पऱ्यो भने ती ठाउँमा पुर्याउनु भयो उहाँहरूले भने चाहिँ उहाँहरूले मानवीय परामर्श दिनुहुन्छ। हामीले दिने कुरा भोलि त्यहाँबाट आइसकेपछि फर्दर तपाईँको चाहिँ असारको फर्स्ट विकमा चाहिँ के हुन्छ, रिजल्ट आउँछ। रिजल्ट आइसकेपछि कहाँ पढ्ने भन्ने कुरा ल त्यो पनि बनाउनुपर्छ भन्छु म।
धरानको कन्टेक्स्टमा अहिले हेर्नुहुन्छ भने अब शिक्षण संस्थाहरू धेरै छन्, +2 सञ्चालन गर्ने संस्थाहरू प्रशस्तै मात्रामा छन्। यहाँ नराम्रा छैनन्, राम्रा छन्। धरान शैक्षिक सहर भन्छु म। धरान चाहिँ एकदमै शिक्षाको चाहिँ उच्चतम गन्तव्य, उत्कृष्ट गन्तव्य हो यो। अब यसलाई धरानी हामीले शिक्षाको क्षेत्रमा लागेका हौँ। तपाईँहरू जसले चाहिँ समाजको एउटा दर्पण पत्रकारिताको सेक्टरमा हुनुहुन्छ, अरू प्राध्यापक गुरुहरू हुनुहुन्छ, थुप्रै के अरे बिजनेसम्यानहरू हुनुहुन्छ, यहाँनिर व्यापारी घरानाका मान्छेहरू हुनुहुन्छ होइन। यहाँको समाज छ, राम्रो छ, मैले देख्दा चाहिँ म राम्रो देख्छु। तर त्यसलाई अलिकति शिक्षा चाहिँ अलिकति कता कहिलेकाहीँ हल्लिए जस्तो देखिन्छ। त्यसलाई चाहिँ हल्का तरिकाले हामीले धेरै व्यावसायिकता पो प्रदर्शन गरिरहेछौँ कि होइन। बच्चालाई चाहिँ दिनुपर्ने उसले खोजेको के छ त्यो कन्टेन्ट नदिएर हामी चाहिँ बच्चालाई अर्कैतिर पो लगिरहेछौँ कि समाजलाई अर्कैतिर लगिरहेछौँ कि। शिक्षा जस्तो कुरा जुन चाहिँ समाजको एउटा चाहिँ चेतनाको चाहिँ सम्भाग विद्यार्थी, त्यसलाई दिनुपर्ने होइन। एउटा भोलिको भविष्यको चाहिँ कर्णधार। यसको मतलब व्यापार पो बढी हुँदैछ कि भन्ने त्यस्तो पनि देखिन्छ। अनि अलिकति हल्का तरिकाले हाम्रो प्रबुद्ध वर्ग रहेको समाज धरानमा चाहिँ अब अलिकति विषयवस्तु भनै पर्दाखेरि चाहिँ यत्रो त्रिभुवन युनिभर्सिटीका चाहिँ आङ्गिक क्याम्पस होइन, यो तपाईँको महेन्द्र बहुमुखी क्याम्पस यति ठुलो, धेरै भाषाहरू के अरे सब्जेक्टहरू पढाइ हुने। तपाईँको पुल्चोक इन्जिनियरिङ पछिको जुन तलको हाम्रो इन्जिनियरिङ क्याम्पस छ, पूर्वाञ्चल इन्जिनियरिङ छ, यो देशको चाहिँ ठुलै क्याम्पस मध्येको एउटा हो होइन। अब बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुरा त अब त्यो त्यसको आफ्नै गरिमा छ, आफ्नै महिमा छ, त्यसलाई हामीले कसरी बुझ्ने होइन। पिण्डेश्वर क्याम्पस छ, सर्वदर्शन धर्म दर्शनहरू शास्त्रका पढाइ हुने, पोलिटिकल साइन्स पढाइ हुने त्यत्रो छ। अर्को सेन्ट्रल क्याम्पस छ खाद्यको, यहाँनिर टेक्निकलको चाहिँ क्याम्पस छ त्यति ठुलो। अब त्यसलाई त्यति धेरै शिक्षण संस्थाहरू हुँदाहुँदै, मैले सरकारीको मात्रै कुरा गर्छु, प्राइभेट यति धेरै हामीले चाहिँ सञ्चालन गरेका संस्थाहरू छन्, तर विद्यार्थीको रोजाइ धरान परिरहेको छैन अहिले। के कारणले भनेर चाहिँ यहाँका शिक्षाविद धरानदेखि बाहिर गयो त। म भर्खरै व्यवस्थापकीय भूमिकामा 1 वर्ष 1.5 वर्ष हुँदैछ। अहिले हेर्दाखेरि पनि विद्यार्थीको चाहिँ ओह्रालो लाग्ने शैक्षिक हब यत्रा धेरै ठुला आङ्गिक क्याम्पसहरू भएको होइन, सेन्ट्रल क्याम्पसहरू छन् यहाँ। त्यस्तो भएको यो चिन्ताको विषय हो। यो चिन्ताको विषय कुनै समय धरानमा पढ्न आउन धरानै थियो नि त, तपाईँको पहाडबाट आउँथे त। अहिले आउँछन्, गुल्मीका पनि छन्, हाजीका पनि छन्, तर सीमित विद्यार्थी। तर यहीँका तपाईँको भोजपुरको विद्यार्थी, सङ्घसभाको धनकुटाको विद्यार्थी कहाँ गइरहेछ भन्दा कि इटरी झर्छ कि विराटनगर जान्छ, त्यहाँ जानु हुँदैन पढ्नु हुँदैन भन्ने होइन। तर हामीले हाम्रो ठाउँ चाहिँ कस्तो बनाउने त। अब हामी यो शैक्षिक यो अहिलेको अवस्थाको विषयमा हामी फेरि एउटा छुट्टै कुराकानी गर्नेछौँ। मैले फेरि जोडेँ एसएके विद्यार्थीको सन्दर्भमा कुरा गर्दैछौँ। ट्याक्कै अब विद्यार्थीलाई विषयवस्तु पढ्ने, कसरी पढ्ने र कुन विषय रुचि अनुसार गर्ने भन्ने कुरा तपाईँबाट आइसक्यो। अब कलेजहरू चाहिँ कस्ता रोज्ने, कहाँ पढ्ने भन्ने कुरा पनि एउटा अब हुन्छ होइन। कलेज त थुप्रै छन्। मैले के भन्नुहुन्छ? सरकारी +2हरू छन्, सरकारले सञ्चालन गरेका, सरकारको लगानीमा होइन, ट्याक्स नतिर्नुपर्ने, आफ्नै भौतिक संरचना भएका दक्ष होइन ट्रेन्ड शिक्षकहरूद्वारा पढाइने शिक्षण संस्थाहरू छन्। त्यसको अवस्था भनेको शैक्षिक अवस्था अभिभावकले हेर्नुपर्ने। हामी चाहन्छौँ शिक्षा बिल्कुल निःशुल्क होस्, उत्कृष्ट होस्, सरकारले सबै कुराको जिम्मा लियोस् र त्यही विद्यार्थी जाउन्। तर त्यो हुन सकिरहेको छैन होइन। निजी क्षेत्रमा हामीले साना लगानी गरेर चाहिँ टुक्रे कलेजहरू हामी +2हरू चलाइरहेका छौँ भने यसमा हामीले अभिभावकले हेर्नुपर्ने, विद्यार्थीले हेर्नुपर्ने के भन्दा सबैभन्दा पहिलो कुरा एजुकेसन, एकाडेमिक इन्भाइरोमेन्ट छ कि छैन, कहाँ छ त्यो हामीले रिजल्ट हेर्नुपर्छ। पहिलो कुरा भन्छु म, विगत हेर्नुपर्छ, रिजल्ट हेर्नुपर्छ। अब मैले भन्नै पर्दाखेरि चाहिँ म आफ्नै कुरा गर्दा म अरूको सबै राम्रो, अरूको कस्तो छ के छ भन्ने कुरा त मैले उसमा बसेर त्यहाँ हेरेर अनि मात्रै उसको बारेमा बुझ्छु। मैले मेरो बारेमा मात्रै बुझेको हुन्छु, म मेरैलाई राम्रो भन्छु होइन। यद्यपि मेरोलाई राम्रो भनिदिने अरूले भनिदिनु पर्छ भन्ने हाम्रो मान्यता हुन्छ। हामीले चाहिँ साइन्स म्यानेजमेन्ट, विशेष गरी होटल म्यानेजमेन्ट, साइन्समा पनि कम्प्युटर राखेका छौँ, म्यानेजमेन्टमा पनि कम्प्युटर राखेर पढाइरहेका छौँ। विद्यार्थी जति छन् हामीसँग 300-350 विद्यार्थी छन् 11-12मा। डिसिप्लिन
एजुकेसनलाई डोर्याउने एउटा तपाईँलाई सक्षम व्यक्ति सबल व्यक्ति बनाउने अनुशासनको अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। हामी अनुशासनलाई जोड्छौँ। हाम्रा विद्यार्थी म त एकदम दावाका साथ भन्छु धरानमा बाहिर हिँडिरहँदा हाम्रा विद्यार्थीको लुक्स हाम्रा विद्यार्थीको रिजल्ट हैन धरानले अब बुझ्छ होला सायद बुझेको होला यहाँको शैक्षिक जमातले यहाँको अभिभावकले बुझ्नुपर्छ जस्तो लाग्छ। बच्चाहरूलाई हामीले जे चाहिने हो त्यो पर्याप्त मात्रामा दिएका छौँ। त्यसकै नतिजा हामीले चाहिँ पोहोरको गत सालको नतिजा रिजल्टमा चाहिँ हामीले धरान प्रथम हुन सफल धरान टप पनि हुनु टप भयो धरान टप भएको हाम्रो प्रतिपक्षले चाहिँ धरान टप हुन सफल भए। विज्ञान संकायमा हामीले 100% रिजल्ट हैन एकजना पनि हाम्रो चाहिँ बिग्रिएन फेल भएनन्। त्यसै गरी व्यवस्थापनमा हाम्रो चाहिँ 99% रिजल्ट ल्याउन हामी सफल भयौँ। त्यसको त्यो भनेको चाहिँ एउटा मैले होइन एउटा कोही अर्को व्यक्तिले होइन हाम्रो टिमवर्क व्यवस्थापन पक्ष छ यहाँका शिक्षक कर्मचारी लगायतका जुन एउटा परिवारको एउटा पारिवारिक वातावरण छ र नानीहरूको लगाव मेहनत हामीले जुन उनीहरूलाई दिन खोजेको जुन सकारात्मक पक्ष छ अभिभावकको सहयोग यो सबै कुराको सम्मिश्रण ठ्याक्क भएको हुनाले गर्दा हामीले त्यो रिजल्ट ल्याउन सफल भयौँ। यो मैले भन्ने भन्दा नि हिजो मिडियामा आएको यो सबैलाई थाहा भएको कुरा हो हैन। हामी यस कारणले उत्कृष्ट भनेर भन्छु। त्यसो हुँदाखेरि चाहिँ भोलि बच्चाले 7 गते रिजल्ट आउँदाखेरि पछि आउँदाखेरि एकचोटि आएर इन्ट्रान्स दिएर हैन उनीहरूलाई हामीले जस्तै छुट दिने कुराहरू पनि विभिन्न सेक्टरमा हामीले अहिले तपाईँले उठाउनु होला या हामी पछि बहसको कुरा होला। यो हामीले जस्तै सरकारले चाहिँ 10% अनिवार्य छात्रवृत्तिको कुरा गरेको छ त्यो हामीले दिएका छौँ। अहिले मैले यहाँ भन्ने हुँदा नि भोलि डाटामै तपाईँलाई म राखेर हैन यहाँ हामी विभिन्न जातिको सम्मिश्रण यो धरान हामीले याएफखा होस् घेदुङ होस् हैन तपाईँको नेवार एकता समाज होस् सबैसँग कोअर्डिनेसन गरेर चाहिँ या खेलसँग सम्बन्धित बास्केटबलको होस् फुटबलको होस् टेबल टेनिसको होस् हामीले सबैलाई छुट दिएर केही न केही सहुलियत दिएर जसले गर्दा उसलाई त्यो खेलमा पनि प्रोत्साहन होस् र पढाइसँग एकाडेमिकको पनि इन्ट्रान्स टप गर्नेलाई हामीले ल्याब चार्ज मात्रै लिएर हैन या स्कुल टप गरेर आउने स्कुलले भनेको विद्यार्थीलाई चाहिँ केही % छुट दिएर त्यसरी पनि अध्यापन गराएका छौँ। भनेपछि त्यस्ता विद्यार्थी अभिभावकले एम्स कलेजमा आएर चाहिँ भिजिट गर्नुहोस् र बुझ्नुहोस् यहाँको बारेमा बाहिरी बजारमा नि बुझ्नुहोस्। मैले भनेकै मात्रै सत्य हुन्छ भन्ने सबै लाग्दैन भने त्यो चाहिँ एकचोटि समाजमा पनि बुझ्नुपर्छ। अन्तिममा भन्दिनु न जस्तो एसएससी दिएर बसेको विद्यार्थीहरूको लागि रिजल्ट आइसकेपछि अब उहाँ विद्यार्थीहरूलाई चाहिँ के कस्ता तपाईँहरूले त्यस्तो योजनाहरू ल्याउनु भएको छ उनीहरूको सपोर्टको लागि? अब रिजल्ट आइसकेपछि भनेको त हामीले गर्ने भनेको त भर्ना प्रक्रिया हो। त्यसको लागि हामीले विशेष गरी जस्तै हामीले गर्दै आएको एसई दिएर बसेका बच्चाहरूको हामी एसई रन एम्स रन गराउँछौँ एसई रन गराउँछौँ। हामी पोहोरदेखि हामीले सुरु गरेका छौँ। पोहोर पनि 350 बच्चा मात्रै त्यति पार्टिसिपेट भएको थियो। यसपालि पनि हामी जेठमा त्यो गर्छौँ। एउटा उनीहरूलाई एउटा त्यसमा चाहिँ हामी छात्रवृत्तिको पनि राख्छौँ। त्यसमा बच्चाहरू आएर सहभागी हुन सक्छन्। अनि अर्को रह्यो फुटसल अहिले अलिक क्रेजको हैन क्रेजकै कुरा छ संसार हैन। फुटसल चाहिँ अलिकति अब फुटबलको सहर भएको हुनाले खेलसँग पनि बच्चा अलिकति होस् भनेर फुटसल पनि राख्छौँ हामी। र पछि रिजल्ट आइसकेपछि भनेको यी सबै कुराहरूलाई हेरेर उसको रिजल्ट उसले ल्याएको मार्क्स त्यो सबैलाई हेरेर उसलाई दिनुपर्ने कुरा हैन उसले पाउनुपर्ने सेवा सुविधा जसले गर्दा अभिभावकलाई पनि केही आर्थिक रूपमा सहुलियत होस्। र बच्चा भोलि चाहिँ म चाहिँ के भन्छु भने म यसो हेर्छु विज्ञापन हेर्छु फेसबुक कुनै पनि हेर्न पाइन्छ तपाईँहरू पनि देख्नुहुन्छ होला। यसो गरिन्छ फलानाले यसो गर्छ फलानु यो भनेर उत्कृष्ट भने त्यो भन्दा पनि बच्चालाई दिग्भ्रमित बनाउनु हुँदैन। हामी दिग्भ्रमित बनाउने काम गर्दैनौँ हैन। यो गर्ने त्यो गर्ने हामी त्यसै नपढिकन पास गराइन्छौँ के गर्छौँ त्यो भनेको बच्चामा धोका हो। त्यो बच्चाले चाहेको भनेको उत्कृष्ट निस्कियोस् कम्पिटिसन गर्न सक्ने निस्कियोस् विश्व बजारमा चाहिँ आफूलाई स्थापित गर्न सकोस् त्यस्तो खालको एजुकेसन दिनुपर्छ। न कि उनीहरूलाई अनेकका बाहना सेटिङ गरेर अनेकका बाहना बनाएर चाहिँ उनीहरूलाई पास गराउने भनेर लिएर जत्था भेला गरेर त्यो जुन बुद्धि कुरो दिनुपर्ने त्यो नदिएर चाहिँ बोक्रा मात्रै दिएर बिराई गर्ने जुन बारेमा जुन प्रचलन छ धरानको त्यसलाई बन्द गर्नुपर्छ। राम्ररी उत्कृष्ट दक्ष नागरिक हामीले उत्पादन गर्नुपर्छ। त्यसका लागि हामी बच्चालाई चाहिने सबै कुराहरू हामी दिन्छौँ। त्यो रिजल्ट आएपछि बच्चाहरू आउनुहुन्छ यहाँ अभिभावक आउनुहुन्छ भिजिट गर्नुहुन्छ हामीले दिने कुराहरू उहाँहरूलाई पर्याप्त। हस् धन्यवाद छ यहाँलाई धेरै धेरै धन्यवाद।